छोरी छेना ai पुनः क्यामेराम्यान हुनुहुन्छ दाजुले हाई हेलो एभ्रिवान नमस्ते सेवारो हजुर सबैजनालाई फेरि पनि मेरो युट्युब च्यानल अनुजा लिनु ब्लग्समा धेरै धेरै स्वागत छ है त। आजको विशेष चाहिँ मेरो के छ कार्यक्रम भन्दा पनि आज चाहिँ मेरो बर्थडे हो हैन। आज चाहिँ म बर्थडे मनाउन चाहिँ जाँदैछु। आजको दिनमा चाहिँ म बर्थडे चाहिँ यसरी मनाउँदिन थिएँ, त्यही पनि मन्दिर जानु नहुने भएको कारणले चाहिँ हामी चाहिँ यसरी बर्थडे मनाएको हो हैन। अनि सबैजना साथीहरूले पनि त अब साथीहरूले पनि त खुवाइरहेछ, त्यही भएर साथीहरूलाई पनि लगेर चाहिँ जान आँटेको। हजुरहरू सबै भिडियो पुरा हेरिदिनु होला, सबै म तपाईँहरूलाई देखाउने छु है त ल। बाई बस्नु ल बाबा, बाई बाई। पानी पनि पर्न लागेको छ। बाई छैन देखेको त लिजौँ भाइ नि मिसा तेरो जुत्तामा फोहोर पर्छ है लिन। गर्मी हुन्छ यस्तोहरू त यिनीहरूले नलाएको पनि हुन्थ्यो लिने। ए ल बाई बाई। लिजौँ ल। अब हामी चाहिँ गयौँ है त हाम्रो चाहिँ अब होइन सबैजना बर्थडे फ्यामिलीहरू चाहिँ सबैजना घरमै बस्ने भनेर जानु भएन, त्यही भएर हामी गयौँ। ए हेर्नु न कतिको राम्रो देखिस्, मै राम्रो देखेछ नि सारामा। मैले किनिदिएको लाबर लगाएको छ कति राम्रो देखेको छैन। मिसा भाइ नाकठुले हाम्रो चाहिँ टेम्पो पनि आइसक्यो, टेम्पो पनि आइसक्यो। पानी पनि पर्न लागेको छ। के भन्छ कान्छ एलिना सिन्दुर पोखेछ नि त यहाँ त होइन एरिसरमा के हो खोइ अलिक डढेको के हो दुईटा दिदी हाँस्दै अन्त तपाईँले भ्लग बनाउँदा ए हाँस त के अन्त तिनीहरू हाँस यो चाहिँ हाम्रो डिजे क्याफे हो होइन। यो च्याटाङतिर चाहिँ डिजे क्याफे छ अनि हामी चाहिँ डिजे क्याफेमा जाँदैछौँ। त्यो गीत बजिरहेको छ। थ्याङ्क यू सो मच थ्याङ्क यू। खै बुढाबुढी जाने कसको बुढाबुढी आने यहाँ किन नलाएको तिनीहरूलाई आफै तातो हुन्छ अरे अहिले चटपटी लिएर आउनु ल फेरि छिटो चिसो एउटा मात्रै लिएर आउनु। अहिले आइपुगेको नि टेम्पो त्यो एउटा जोसना मात्रै भेटायो क्या, अनि जोसना पालो पालो गर्नु लाग्यो क्या सही। फाइनली हामी चाहिँ आइसक्यौँ होइन। चाहिँ मेरो छोरा मिक्साम भाइ अनि मेरो भान्जीहरू छ सारामा अनि ओइ गोलरिया बस भाइ अनि सुयो ल आज छ्यामा छ्यामा आउँछ एलिना लिम्बू होइन।
तिमी इडली ल्याएर चाहिँ भन न मलाई चाहिँ ह्यापी बर्थडे दिदी 29 वर्षको बुढी हुनु भयो 29 वर्षको दिदी सबैलाई बर्थडे गिफ्ट ल 29 वर्ष पुग्नु भयो आमालाई दिनु होला लु बनाउन म यहाँ बस्छु न अनि मेरो ठाउँ यहाँ पनि अझै बनाउन जहाँ मेरो हुँदैन मिलेर बस्छौँ ह्यापी बर्थडे दिदी अझै धेरै खुसी हुनु होला आज मेरो कुरा गरेको बिहानदेखि त्यो तनावतिर दिनु हाम्रो छोरीलाई सिनेको झुङ्गा कस्तो भयो तिम्रो झुङ्गा झुङ्गा कस्तो भयो कसैले मम्मीको अनुहारमा के हालिदिएन रहेछ किन त अहिले पुगेन खुसी त्यो बेला सिधा बस्न नानी म बस्नु सक्छु यहाँ सानो सुनेको म यहाँ बस्नु सक्छु यहाँ बस्नु सक्छु केक पनि काट्न आउँदैन मेरो पहिलो पल्ट केक कटाइदिएको यस्तो मलाई उयो नानीलाई हो त रिटिस ठिकै हाल्छ न पहिला गिलासहरू चोकै
ला कस्तो यिनीहरूले डिस्टर्ब गरिहाल्यो नि हौ क्यामेराम्यान हुन्छ दाजु बस यहाँ बस सबैजना फाइनली हाम्रो खानेकुरा आइसक्यो